अब माननीय हर्क साम्पाङले जहिले पनि टर्न गर्ने क्या कहिले उहाँ चाहिँ अब होइन सुकुम्बासीलाई होस् चाहे अपराधीलाई होस् होइन उहाँले चाहिँ एकदम संरक्षण गर्नुपर्ने ऊ पनि यो देशको नागरिक हो बाँच्न पाउनुपर्छ भन्ने उहाँले चाहिँ आवाजहरू उठाउनुहुन्छ त्यो सुन्दा झट्ट राम्रो पनि लाग्छ तर व्यावहारिक रूपमा उहाँको त्यो रहेन किन कसरी भने आजको संसद बैठकमा उहाँले के भन्नुभयो थाहा छ तपाईँलाई अब हेर्नुहोस् सुन्नुहोस् उहाँले के भन्नुभएको छ है सरकारले तपाईँको चाहिँ के अरे कारबाही नै गर्नु सक्दैन मेरो तेरो नभनिकन फटाले करेक्ट झ्याप गरेर हानु न कोरेकोराले आफैले भन्नुभएको छ अब चाहिँ कोर्रा हान्नुपर्छ पहिले फाँसीमा लट्काउनु पर्छ यसो लाने अनि मायाले छानबिन गर्ने सोधपुछ गर्ने अनि तपाईँको चाहिँ के अरे सेटिङमा निस्केर हुन्छ यो देशमा अब त्यो चाहिँ उहाँको स्टर्न हो या के हो त्यसैको प्रतिकार गरेर फेरि हाम्रो माननीय इन्द्रा राणा मगर जो यहाँभन्दा अगाडिको सरकारमा यानी प्रचण्ड नेतृत्वको सरकारमा जति बेला राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा थियो त्यो बेला चाहिँ उहाँ चाहिँ उपसभामुख हुनुहुन्थ्यो है सदस्य इन्दिरा राणा मगर 1 मिनेटमा आफ्नो कुरा राख्नुहोस् उहाँले चाहिँ के भन्नुभयो त मेरो विनम्र अनुरोध मान्य हर्क 1 मिनेटको टाइम साम्पाङ राईज्यूलाई त्यो विषयमा किनभने यो कोरा लाउने यातना दिनुहुन्न भनेर कानुन ल्याउने व्यक्ति मध्येमा म पनि पर्छु वर्षौं मैले चाहिँ एडभोकेसी गरेर यो गरिमामय सदनमा कोरा जस्तो शब्द आफ्नो जनतालाई चाहे अपराधी होस् चाहे जेसुकै होस् कोरा लाउने यो शब्द चाहिँ उपयुक्त भएन यहाँले चाहिँ ती शब्दहरूलाई सुधार्नु पर्यो र यस्ता शब्दहरू चाहिँ हाम्रो उसबाट चाहिँ रेकर्डबाट हटाउनु अनुरोध गर्दछु धन्यवाद र उहाँ फेरि अब तपाईँको मानव अधिकार हो कि को चाहिँ उहाँ चाहिँ एकदमै राम्रो मान्छे भन्ने सुन्नमा आएको छ उहाँले धेरै बालबालिकाहरू वैदेशिक रोजगारमा रहेका फँसेका मान्छेहरूलाई धेरैलाई सहयोग उद्धार धेरै गर्नुभएको छ भन्ने सुन्नमा आएको छ र उहाँले यस विषयमा गम्भीर आपत्ति राख्नुभएको छ आफ्नो बाँकी तपाईँलाई यो विषयमा यस्ता भिडियोहरू कस्तो लागेको छ आफ्नो विचार कमेन्ट गर्नुहोला र भिडियो मन पर्यो भने एउटा लाइक र सब्सक्राइब गरेर अवश्य जानुहोला थ्याङ्क यू सो मच यहाँभन्दा अगाडिका दिनहरूमा योभन्दा नि बेटर राम्रो खालका भिडियोहरू ल्याएर आउँदैछु अवश्य पनि तपाईँको सब्सक्राइब खेर दिन जानेवाला छैन